कुखुराको पोथी ओथारो बसेको आज 21 दिन भयो। चल्ला निकाल्यो कि निकालेन हेर्न जाँदैछु। ए चल्ला त निकालेछ। आहा कति राम्रो चल्लाहरू टाउको देखाएर बसिरहेको रहेछ कि कस्तो राम्रो। दुईवटा राखेको थिएँ मैले, ठ्याक्कै एउटै दिनमा यिनीहरू एकै दिनमा बस्छन्, एकै दिनमा अन्डा पार्छन्, एकै दिनमा ओथारो बस्छन्, एकै दिनमा चल्ला निकाल्छन् कि दुईवटा पोथीहरू। कति निकालेछ हेरौँ है त। ए ल हेर्नु त, आहा कति राम्रो चल्लाहरू कि कस्तो मजाले चल्ला निकाल्छ। मैले यस्तो कपडामा दिन्छु, खास दिनुपर्ने चाहिँ परालमा हो। हाम्रोमा पराल छैन, त्यही भएर मैले यस्तो कपडामा दिन्छु। त्यही पनि जति दियो त्यति निकाल्छ कि 10-11वटा दिएको थिएँ, यहाँ 10वटा चल्ला निकाली भए रहेछ है। 10वटा पुरै छ। अनि त्यसपछि दुईवटा चाहिँ, एउटा चाहिँ निकाल्न बाँकी छ, एउटा चाहिँ निस्किएन। यो अर्कोले पनि यता निकाल्दैछ। कति राम्रो राम्रो चल्लाहरू हेर्नु न, एकैचोटि निकाल्छ कि यिनीहरूले चाहिँ एकैचोटिको अन्डा पार्छ, फेरि एकैचोटि परालमा बस्छ। यो दुईवटालाई एकै ठाउँ राखिदिन्छु मैले। कस्तो राम्रो चल्ला, मलाई चल्लाहरू देख्दा चाहिँ एकदम रहर लाग्छ कि रमाइलो लाग्छ। अनि कस्तो खुसी हुन्छु चल्लाहरू, यति राम्रो चल्लाहरू छ कि हेर्नु न। आहा यही हो।